आज गाउँ रित्तिँदैछ, देश रित्तिँदैछ। दिन दोगुना रात चौगुना युवा सबै विदेश पलायन हुँदैछ। युवा रोक्ने खास नीति बनाउन सरकारलाई के कुराले छेक्यो? मूल समस्या नै यहाँ मैले देखाउन खोजेको छु। नेपाल राष्ट्र बैंकले शहरी क्षेत्रको घर जग्गाहरूलाई मात्रै मूल्याङ्कन बढाएर देश विकास हुँदैन। हिमाल र पहाडको घर जग्गाहरूको पनि उच्च मूल्याङ्कन गरिनु पर्दछ। यसो भएमा युवालाई देशमै रोक्ने मात्र होइन, बैंकहरूले आफ्नो घर जग्गाको उचित मूल्याङ्कन कर्ज उपलब्ध गराएपछि विदेशमा गएका युवाहरू पनि स्वदेशमै फर्किने बलियो आधार बन्नेछ। गाउँघरमा जनताहरू छन्, घर जग्गा पशुपन्छी श्री सम्पत्तिहरू पनि छन्, तर राष्ट्र बैंकले नीतिमा हिमाली पहाडी र सहरिया सम्पत्तिको मूल्याङ्कनमा आकाश पातालको विभेदकारी मूल्याङ्कनले गर्दा बिचौलियाको पक्षमा र सधैँ जनताको विपक्षमा बनेको राष्ट्र बैंकको नीति खारेज गर्नुपर्दछ। सबै नेताहरूलाई थाहै छ किन गाउँघरको विकासलाई प्राथमिकता दिँदैनन्, आफू र बिचौलिया पोस्नसम्म मात्रै नीति बनाएको छ।